पुर्चौडी साहित्य संस्थानको अभ्यासगृहमा उपलब्ध मुक्तक दोहोरीलाई हामीले उहाँहरूकै आवाजमा स्रष्टैको आवाजमा ल्याएका छौँ। जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह अनि प्रतिक्रिया दिन भन्ने नभन्नुहोला। धन्यवाद। सम्पूर्ण साहित्य प्रेमी मनहरूलाई हार्दिक नमनका साथै साहित्यिक अभिवादन। म दीपक भण्डारी दीप। आज हामीले पुर्चौडी साहित्य संस्थानको अभ्यासक्रमबाट एउटा मुक्तक दोहोरी लिएर आएका छौँ। हाम्रो मुक्तक दोहोरीलाई हजुरहरूले पुरै सुनेर कस्तो लाग्छ आफ्नो सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। धन्यवाद। मुक्तक दोहोरी यसरी सुरु हुन्छ। नाम रहेछ अनिता, कार्की रहेछ थर, यति राम्री नानीको कता पर्यो नि घर। चिनजान गरे केही बिग्रिँदैन होला पक्कै, सन्चै हुनुहुन्छ होला नि, के छ हाल खबर? हजुरको कता होला घर, मेरो पर्यो पूर्वी 5 थर। रूपमा के नै राखेको छ र मन पो हुनुपर्छ सुन्दर। चिनजान गरे आत्मीयता बढ्न सक्छ अझ धेरै। हजुरको सुनाउनुहोस् मेरो एकदम ठिक छ खबर। घर त पर्यो मेरो बैतडी, राम्रो नै छ खबर। आत्मीयता बढाउन नै लक्ष्य हुन्छ सकभर। रूपले भन्दा पनि तपाईँको मनले तान्यो, मन मिलिहाले बसाइ सर्छु बरु 5 थर। आउनु होला कुनै दिन घुम्न, स्वागत हुनेछ विश्वासमा। फेरि कतै घात भए यो मन रुनेछ। थोरै विकट हुन सक्छ थोरै असहज मेरो गाउँ, देखेर यहाँको रहनसहन हजुरको मन छुनेछ। थाहा होला नि दीपको जरुरत अँध्यारो रातमा छ। आउँछु भनेर कसरी भनौँ, सबै समयको हातमा छ। के पाउँछु र घात गरेर, मर्नुपर्छ एक दिन पक्कै पनि। बुझ्छु मैले मर्नुभन्दा बढी पीडा विश्वासका हातमा छ। बुझेकी छु अँध्यारो छिचल्ने त्यो जुनको महत्त्व। हिरा पाउँदैमा भुल्न कहाँ सकिन्छ नुनको महत्त्व। मरिजाने मान्छेको चोला रिस डाहा नराखेकै राम्रो। भुलेको देखेकी छु मैले तराई पुगेसी उनको महत्त्व। केटीको उमेर अनि केटाको नसोध्नु भन्छन् दाम। घर रहेछ हजुरको 5 थर, अनिता क्या राम्रो नाम। पेसाले मूल्याङ्कन गर्दैन म, हजुर पनि गर्नुहुन्न होला। त्यसैले सोधिहाले हजुरलाई मैले, के गर्नुहुन्छ काम? गाउँघर उकाली ओह्राली र मेलापात